हुनुहुन्छ हाम्रो बेनाजी हुन्छ। हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आयो सबजना सन्चै आएर हुन्छ म पनि एकदमै सन्चै। अनि यो चाहिँ मेरो गाउँ, अहिले चाहिँ म घरतिर छु। यहाँको वेदर देख्न सक्नुहुन्छ। अनि गाइज आज चाहिँ म आफ्नो गाउँमा छु। अहिले चाहिँ पछाडि देख्न सक्नुहुन्छ यो मेरो गाउँ। म चाहिँ आज धनगढी जानुपर्ने थियो, कार बस जान पाएन आज चाहिँ। छैन कि गाउँतिर, अनि झ्याउ लाग्छ नि त बस्दा बस्दा, त्यही भएर म चाहिँ साँपेको जाँदैछु। अहिले चाहिँ गाडीमाथि आइसकेको छ। कस्तो आजकल नहिँड्ने भएर अलिकति हिँड्यो भने लास्ट थका लाग्छ कि। अहिले म पुगिसकेँ। हाम्रो गाडी यहाँ छ। यति सानो बाटोमा हिँड्दा पनि यस्तो आपत भयो गाइज मलाई चाहिँ। अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ हाम्रो गाडी, यहाँ हुनुहुन्छ हाम्रो बेनाजी साहब, यहाँ हेर्नु न ल उहाँ हुनुहुन्छ। अनि उहाँ मेरो भाइ। अनि अहिले चाहिँ हामी सापे जाँदैछु। अनि तपाईँलाई देखाउने चाहिँ हामी कस्तो छ, के छ बाटोको हालत, के छ हाम्रो गाउँको कस्तो छ, कतिको विकास भएको छ, बाटोको रोडको विकास कस्तो भएको छ, सब देखाउने छु तपाईँहरूलाई आज चाहिँ म। अनि हाम्रो गाउँमा चाहिँ रोड चाहिँ यस्तै हो, शाखा लाइन होइन, अनि यस्तै छ। अनि यहाँ देख्न सक्नुहुन्छ हाम्रो गाउँको भ्यू खतरा छ। यहाँभन्दा नि यताको भ्यू दामी छ गाइज होइन। अनि कस्तो आपत भयो गाइज नि यहाँ हिँड्दै आउँदाखेरि, कहिले नरिले भएर आज एकैचोटि हिँड्दाखेरि यस्तै हुन्छ। मलाई चाहिँ उकालो उकालो हिँड्नु पर्ने नि त, त्यही भएर पाहाडतिर त अब उकालो नहिँड्दा त हुँदैन नि त, त्यही भएर। अनि अब एकछिनमा हामी चाहिँ निस्किन्छौँ। अहिले मान्छे आउँदैछन्, त्यही भएर हामी वेटिङमा छौँ यहाँनिर। गएका छन् सबैजना। अनि एकछिनमा हामी यहाँबाट निस्किनेछौँ। फाइनली म सापे पुगिसकेका देख्न सक्नुहुन्छ। पारी सापे छौँ हामी अहिले चाहिँ। हामी मोडिरहेका छौँ। अब हामी पारी सापेतर्फ जान्छौँ। यहाँ चाहिँ हामी एक कट्टा हामीले कुखुराको दाना हाल्नुपर्ने हुन्छ गाडीबाट, त्यही भएर हामी चाहिँ गाडी मोडेर त्यहाँ जान लागेका छौँ। अहिले चाहिँ धान लगेर चाहिँ हामी सिधै अब पारी सापे जानेछौँ। अनि त्यसपछि हामी केही खाना खानेछौँ होइन, त्यही त होला, उतै खाना खान्छौँ। अनि अब ऊ चारो हालिसकेको रहेछ, अब हाल्न मात्रै हो। फाइनली चारो हामीले पछाडि हालेर लोड गरेर हामी चाहिँ अब जाँदै पारी सापेतर्फ। यहाँ जनकल्याण स्कुल छ, यहाँ देख्न सक्नुहुन्छ भाइरल पुल। र फाइनली हाट बजार। तर यो सापेले नि दिपालकै भाइब दिन्छ होइन, अलिअलि दिपाल जस्तै देखिन्छ। यहाँ चाहिँ राम्रो छ, त्यो भयो नि हाम्रो सापे चाहिँ। हामी यहाँ उबसी होटलमा खाना खाइरहेको छौँ, देख्न सक्नुहुन्छ। यहाँ ल्यावा चाहिँ म यहाँ खाना खाँदैछु। गर्मी भएको कारण हामीले कुल्फी किनेर पनि खाँदैछौँ। यहाँ सापेमा चाहिँ अलिक गर्मी बढिरहेछ क्या हाम्रो गाउँको भन्दा। अब हामी यहाँबाट निस्किन्छौँ, हाम्रो यात्रा सुरु हुन्छ। हाम्रो 2 घन्टाको यात्रा रहनेछ। घर पुग्नु चाहिँ हामीलाई 2 घन्टा लाग्छ यहाँ सापेबाट टेक्कै। अहिले चाहिँ हामी यो गोगडाको बाटोमा गइरहेछौँ। भिडियो बनाएर भन्दाखेरि म त सुतेको थिएँ, देखेर हामी भएन यहाँ पुगेको बल्ल उठेँ। अनि भिडियो बनाउँदैछु गाइज होइन। अनि चाहिँ हामी वडा नम्बर 3मा छौँ गोगडामा। अनि पानी पनि पऱ्यो। अब चाहिँ हामी यसो पानी अलिअलि फिका परिरहेको छ, देख्न सक्नुहुन्छ गाडीमा पानी परिरहेछ अलिअलि। अनि अब हामी जाँदैछौँ हाम्रो घरतिर। फाइनली चाहिँ हामी यहाँ गोगडामा छौँ अहिले चाहिँ। नम्बर वडामा हामी सफर गरिरहेका छौँ अहिले। एकछिनमा चाहिँ हामी अब आफ्नो गाउँ पुग्नेछौँ। अब कहिलेकाहीँ ब्रेक स्रेक लिनुपर्छ यात्रामा, लगातार रेगुलर हुने यात्रा गर्नुहुन्न। अब त्यो सबैलाई थाहा होला, भन्नु पर्दैन होला, त्यही भएर चाहिँ हामी अब यहाँबाट निस्किन्छौँ। उता चाहिँ देख्न सक्नुहुन्छ यहाँ बल्ल जोत्नु सुरु भइसकेको छन्, धान लगाउन सुरु भइसकेको छ। हाम्रो तल चाहिँ गाउँ पनि काटेको छैन होइन, तर यहाँ चाहिँ धान लगाउन सुरु भइसक्यो। अब हामी यहाँबाट निस्किन्छौँ अब चाहिँ। गाइज पानी परेर हामी बाटोमा आउँदाखेरि ओ मा कसम, ए गाइज पानी परेर हेर्नु न गाइज। ओहो पानी आउँदा आउँदा हेर्नु न यहाँ। ओ माई गड वाउ, यति धेरै ठुलो पानी परेको छ गाइज यहाँ चाहिँ। यात्रामै थियौँ, पानीले यहाँ भिजाएर बाटो लास्ट, गाडी चाहिँ लास्ट स्लिप भइरहेछ। यस्तो बाटोको कन्डिसन चाहिँ यस्तो छ हेर्नुहोस् गाइज होइन। अहिले कस्तो राम्रो भयो सफर होइन। अहिले त बिचमा खल्लो भयो, मजाले जानुपर्ने हुन्छ। लास्ट ठुलो पानी भएर चाहिँ देख्न सक्नुहुन्छ। यताबाट पत्याउनु हुन्न भने देख्न सक्नुहुन्छ कस्तो ठुलो पानी छ। बाटै भिज्छ गाइज यार। अहिले त कति राम्रो वेदर थियो, घाम लागेको थियो गाइज होइन। हेर्नुहोस् अहिले यति ओहो बर्खा लाग्यो गाइज। बर्खा आजबाट चाहिँ असिना पर्यो, असिना। तपाईँहरूकोमा के भन्छ यो सेतो सेतो दानालाई, हाम्रोमा असिना भन्छ। असिना पर्यो गाइज।
ओहो छ्या हालत हेर्नुहोस् गाइज